ल है हाम्रो मम्मीको सेल हेर्नु होला तपाईहरुले। सेल बनाउँदै हुनुहुन्छ हाम्रो मम्मीजीले। सेलरोटी यति पाकिसके। मेरो काम चाहिँ आज राति सकिएला जस्तो छ अनरासा बनाउने। मलाई हेल्प गर्ने मेरी सहायक मेरी बहिनी, मम्मीलाई नि हेल्प गर्ने। सबैभन्दा धेरै काम यिनीले गर्छिन्। फेरि सबैलाई हेल्प गर्दा गर्दै सानी पातली छन् दुब्ली हेर्दा हेर्दै यिनी सबैलाई हेल्प गर्दा गर्दै पातली दुब्ली खान नसक्ने लुती छन्। कति रमाइलो छ हाम्रो यहाँ। आहा बाहिर सेल पकाउन लागेको। यता त्यता फुलहरू छन्। यता माथि फर्काए फेरि तरकारीहरू झुन्डिएछन्। मलाई तरकारी बनाइछ। हेलो हजुरहरूको त्यहाँ चाहिँ कस्तो हुँदैछ? हाम्रो चाहिँ यस्तो हुँदैछ। हिजो चाहिँ हामीले चाहिँ खुर्मा बनायौँ है। आज सेलरोटी अनि त्यसपछि अनरासा हो कि के हो, अनरासा हो कि के बनाउँदैछौँ। हाम्रो अनरासा बनाउनु चाहिँ फर्स्ट टाइम हो। कस्तो हुन्छ थाहा छैन। भिडियो बनाउँछौँ त्यसको पनि फर्स्ट टाइम हो। अस्ति नै बनाउनु लाग्नु हुँदै नभएको हुन्छ नजाने र त्यस्तो भएको हो। आज त्यस्तै हो नि। म जसरी पनि बनाउँछु भन्ने सोचले आज म भिडियो बनाउँदैछु। हाम्रो मम्मीलाई चाहिँ सबै कुरा आउँछ। त्यही पनि हामीले सिकौँ भनेर क्या। मलाई पनि आउँछ भन्न तपाईलाई के। मलाई नि अलिअलि आउँछ। जे होस् सिकिँदैछ। म चाहिँ अब मम्मीहरू यो रोटी सेलरोटी बनाउँदै थाक्नुभयो होला भनेर फलफुल बनाऊँ भने अम्बा घरमै फलेको अम्बाहरू लिएर आइछु। एक कुन्टा मम्मी र बहिनीलाई। मम्मीले रोटीहरू झन् राम्रो बनाउँदै जानुभएको छ। जति पछि भयो त्यति वाउ लास्टै राम्रो। मम्मी एकदम दामी भइरहेको छन् रोटीहरू त। आमामा हाम्री मम्मी फुल जस्तै मम्मी। Good job, mommy. Good job. You are doing great. दामी एकदम हेर्दै खाम छ नै सेलहरू चाहिँ। सम्पर्क गर्नु होला है सेलरोटी खान मन लागेदेखि। ल है त साथीहरू, मम्मीले फाइनल्ली सेलरोटी हालेर सक्नुभयो। 1 घन्टाभित्र चाहिँ मम्मीले सेलरोटी हालेर सक्नुभयो है। यस्ता बब्बाल हाल्नुभयो भने कुरा नगरौँ। बब्बाल। खान मनपर्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हामीसँग किन्न पर्दैन। हामी फ्रीमा खुवाउँछौँ है मम्मी। ल अब चाहिँ हामी पसलतिर जान्छौँ। अनि त्यसपछि मेरो अनरासा बनाउने काम बाँकी रहन्छ है त। मम्मी ल बाई गरिदिनु त। ल है साथीहरू बाई बाई। आजको हाम्रो यो सेलरोटीको भ्लग यहीँ सकिन्छ।